यो घडी हामी सबैजना खडा हुनेछौँ अनि हामी जीवित परमेश्वरको नाउँलाई प्रशंसा दिनको निम्ति छौँ। आमेन। अघि नै पास्टर बाले भनिसक्नुभयो, म भजन सङ्ग्रह पढ्नलाई रेडी भइरहेको थिएँ, तर परमेश्वरलाई आराधना दिनको निम्ति धेरै कारणै रहेन रहेछ। उहाँले चाहिँ हाम्रो जीवनमा के गर्नुभएको रहेछ त? अचम्मको काम र हामीलाई बचाउनु भएको रहेछ। यति नै काफी छ होइन? उहाँलाई आराधना दिनको निम्ति उहाँले त्यो दासत्वबाट हामीलाई निकालेर ल्याउनु भएको छ। आमेन। यसै कारणले आउन हामी त्यो राजालाई महिमा दिन थाल्छौँ। म एउटै मात्रै भर्स पढ्छु। हे परमप्रभु, म आफ्नो सारा हृदयले तपाईँको प्रशंसा गर्नेछु। देवताहरूका सामुने म तपाईँका प्रशंसा गर्नेछु। म तपाईँको पवित्र मन्दिरतिर फर्केर दण्डवत गर्नेछु। हालेलुया। हुन्छ, हामी आउनुहोस् एउटै ईश्वरमा परमेश्वरको नाउँलाई जुन शैतानले खोसेको थियो नि, त्यो कुरालाई चाहिँ हामी फिर्ता ल्याउनेछौँ। शैतानको शिविरमा गएर त्यसका किल्लालाई भत्काएर हामी ल्याउनेछौँ। आमेन। त्यसले जे लागेको शैतानको शिविरमा र खोज्छौ, त्यसले जे लागेको खुट्टा मुनि खुट्टा मुनि खुट्टा मुनि शैतान खुट्टा मुनि खुट्टा मुनि खुट्टा मुनि खुट्टा मुनि शैतान खुट्टा मुनि त्यसले जे लागेको शैतान र खोज्छौ, त्यसले जे लागे खुट्टा मुनि खुट्टा मुनि खुट्टा मुनि खुट्टा मुनि शैतान खुट्टा मुनि खुट्टा मुनि खुट्टा मुनि खुट्टा मुनि शैतान खुट्टा मुनि शैतानको शिविरमा छ र खोज्छौ हुनुहुन्छ त? सधैँ माथि हुनुहुन्छ। शैतान तल। जो चाहिँ यशायाको किताबले भन्छ शैतानको शिरलाई चाहिँ येशू ख्रीष्टले टेकिसक्नु भएको छ। आमेन। यो भन्नुको मुताबिक चाहिँ नि हामीले विजय पाइसकेका छौँ। आमेन। हुन्छ, हामी अर्को गीतलाई गाउनेछौँ। हामी तुरैहरू बजाउनेछौँ। त्यो नाउँलाई महिमा, जो नाउँ सर्वोच्चको नाउँ छ, जुन प्रशंसाको योग्यको नाउँ छ। सर्वोच्च पवित्र प्रभुलाई प्रशंसा, स्वर्ग पृथ्वीको सृष्टि गर्दा। फेरि बनाउन।
पुत्र यीशुलाई स्तुति पवित्र आत्मालाई महिमा सारा वैभवको योग्य सर्वोच्च पवित्र प्रभुलाई स्वर्ग पृथ्वीको सृष्टिकर्ता पवित्र पवित्र महिमा स्वर्गमा त्यसरी नै परमेश्वरको आराधना हुन्छ पवित्र आत्मालाई महिमा सारा वैभवको योग्य फेरि भन्नु सर्वोच्च पवित्र प्रभुलाई स्वर्ग पृथ्वीको सृष्टिकर्ता पवित्र पवित्र महिमाको पवित्र परमेश्वर हाम्रो हातले उचाल्दै पवित्र आत्मालाई महिमा सारा वैभवको योग्य येशू तपाईं नै सर्वशक्तिमान परमेश्वर तपाईं नै सर्वशक्तिमान परमेश्वर त्यो राजालाई आराधना दिँदै भन्न थालौँ न तपाईं नै सर्वशक्तिमान परमेश्वर तपाईं नै सर्वशक्तिमान परमेश्वर सर्वोच्च सर्वोच्च पवित्र प्रभुलाई प्रशंसा स्वर्ग पृथ्वीको सृष्टिकर्ता पवित्र पवित्र महिमाको राजा ईश्वरको पुत्र यीशुलाई स्तुति पवित्र आत्मालाई महिमा सारा वैभवको योग्य येशू तपाईं नै सर्वशक्तिमान परमेश्वर तपाईं नै सर्वशक्तिमान परमेश्वर तपाईं नै सर्वशक्तिमान परमेश्वर आउन मण्डली यो गरी तपाईं नै सर्वशक्तिमान हे सर्वशक्तिमान परम प्रभु भन्दै उहाँको नामलाई उचाल्न थाल किनभने तपाईँले मलाई गहिराईदेखि माथि उचाल्नु भएको छ र मेरा शत्रुहरूलाई मेरो हाँसो गर्न दिनु भएको छैन। हे परम प्रभु मेरो परमेश्वर मैले तपाईँलाई सहायताको निम्ति पुकारा गरेँ अनि तपाईँले मलाई निको पार्नुभयो। हे परम प्रभु तपाईँले मलाई चिहानबाट निकाल्नुभयो र मृत लोकबाट जानदेखि मलाई बचाउनुभयो। त्यो सर्वशक्तिमान परमेश्वरको नामलाई हामीलाई गहिराईबाट निकाल्नु
जति नै योग्य हुनुहुन्छ। जसले तपाईँ र मेरो निम्ति आफ्नो प्राणलाई अर्पण गर्नुभएको छ। बाइबलको वचनले भन्छ असल गोठालो त्यो हो जसले आफ्नो प्राण अर्पण गर्छ। असल गोठालो त्यो हो जसले आफ्नो भेडाहरूको निम्ति आफ्नो प्राणलाई अर्पण गर्छ। अनि येशू ख्रीष्ट तपाईँ र मेरो निम्ति असल गोठालो बन्नुभयो, तपाईँ र मलाई बचाउनको निम्ति। परमेश्वरको आवाजलाई सुन्नेछु। जुन पिताले तपाईँको निम्ति बलिदान दिनुभयो उहाँको आवाजलाई सुनौँ न। हामी संसारमा यस्तो व्यस्तता हुँदछौँ, उहाँको आवाजलाई सुनिरहेको हुँदैनौँ है। आज हाम्रो हृदय खोलौँ अनि उहाँको आवाजलाई सुनौँ। उहाँले के भन्नु चाहिरहनु भएको छ? तपाईँसँग तपाईँको पिता बातचित गर्नु चाहनु हुँदछ। आउनुहोस् न, हामी शान्त रहिकन उहाँले तपाईँको पिताले के भन्नु चाहनु हुँदैछ तपाईँ भन्नुहोस् न। पिता आज तपाईँ मसँग के बोल्नुहुन्छ भन्नुहोस्, म तयारी छु तपाईँको आवाज सुन्नको निम्ति। पिता म तिर्खाएको छु, म भोकाएको छु। पिता म तपाईँको आवाजलाई सुन्नु चाहदछु। सर्वशक्ति महान परमेश्वर पिता, तपाईँलाई धन्यवाद येशू। मलाई विश्वास छ आजको आराधनाद्वारा तपाईँ महिमित हुनुभएको छ। आजको आराधनाद्वारा हामी विजय भएको छौँ। आजको आराधनाद्वारा हामीले छुटकारा पाइसकेको छौँ। ओ महिमाको राजा, आउनुहोस् न, त्यही परमेश्वरलाई ठुलो ताली बजाइकन धन्यवाद दिनेछु। सबै कुराको निम्ति तपाईँको सामर्थ्य शक्ति दिनुभएकोमा धन्यवाद दियोस्। तपाईँको आराधनामा हामीलाई दोहोऱ्याउनु भएकोमा धन्यवाद दियोस् पिता। सबै कुरो तपाईँको हातमा राख्दै मेरो प्यारो जीवित जिउँदो यीशु ख्रीष्टको नाममा आमेन।